खालाको सपोर्ट दिएर हाम्रो उसलाई त जे पाए त्यही लेख्ने भेटिस् कि रितिका दिदी खोइ रितिका दिदी आउनु न यहाँ अर्को आइडी होला त एउटा आइडी बचेको छैन बिचारा मेरो जस्तै अभिगत भएको दिदीको नि जापान एकछिन न जापान बस्ने मान्छे त्यस्तो जापान जस्तो ठाउँमा 17 लाख खर्च गरेर गएको मान्छे अनि गोरी कान्छीकोमा बाघको मुखमा आएर कमेन्ट लेखिस् आज सबैले स्क्रिनशट गरेर रहेछ नि त मेरो कमेन्ट त जापानको नाममा भालु नलेख पाइयो भालु सोले लेख्छ त्यही भालु हो भालु लेख्दा पनि अङ्ग्रेजीमा लेख्न हो अङ्ग्रेजीमा के भन्छ भालु लेखेको भाला लेखे तँलाई कि मैले 12 इन्चको बेरिन लाएर मैले ग्रामको निकालेर खोइ कोरियन भाषा हो कि जापानिज भाषा हो त चाहिँ मैले चिनिन हैन नजानेको कुरा अब जानिन नै भन्नुपर्छ साथीहरु तर चाहिँ त्यो आइडी पनि त्यसकै हो के भन्ने कुरा त्यसकै हो त्यो आइडी पनि बुझ्नु भयो यसरी